ये ज्वालामुखी फुट्ने भाग हो आन्दोलन के फोटो खिचेर पाउँदैन पाउँदैन लोकतन्त्र मिच्न पाउँदैन पाउँदैन लोकतन्त्र मिच्न पाउँदैन पाउँदैन लोकतन्त्र मिच्न पाउँदैन पाउँदैन हामीले सप्तरीमा पनि जुन पहिलेदेखि हाम्रो माग छ राजा सहितको हिन्दू राष्ट्र पुनर्स्थापनाको लागि त्यसलाई लिएर हामीले आगामी लगभग 1 महिनादेखि कार्ययोजना बनाई सबै फेसबुक दिएर यही प्राङ्गणमा हामीले कार्यक्रम राखेका थियौँ। हामीले लगभग 5000 जति मान्छेको लागि हाम्रो गाडी घोडा पनि सबै गइसकेका थिए। हामी प्रहरीसँग निरन्तरता सहकार्यमा थियौँ। हामीले रुट पनि तय गरेका थियौँ। हामी कोहीसँग झडप पनि चाहँदैनौँ भनेका थियौँ। हामी कसैको विरोध पनि गर्ने होइनौँ। न हामी संविधानको विरोध गर्ने हो, न हामी प्रधानमन्त्रीको विरोध गर्ने हो, न हामी अपोजिसन दलका विरोध गर्ने हो। हामीले आफ्नो माग राख्छौँ भनेर प्रहरीलाई जनाएपछि कार्यक्रम हुनुभन्दा अगाडि केही व्यक्तिहरू हामी जुट्न लागेको अवस्थामा अहिले मान्छेहरू जुट्दैछन्। अहिले पनि गाडीहरूलाई चाहिँ ठाउँबाट फर्काउने काम गरिएको छ। केही व्यक्तिहरू केही दलका भाती सङ्गठनका व्यक्तिहरू आएर चाहिँ भएका ब्यानर जलाइदिए। त्यसपछि तपाईँको नेपाली झन्डाहरू चाहिँ लिएर जाने काम पनि गरिए, मान्छेलाई धम्काउने काम गरे। अहिले मान्छेहरू जुटिरहेका छन्। प्रहरी प्रशासनसँग विभिन्नपल्ट हामीले निरीक्षण गर्दाको अवस्थामा कमसेकम 2-4 ट्रक तपाईँहरू प्रहरी दिनुहोस्, सशस्त्र प्रहरी दिनुहोस्। हामी आफ्नो कार्यक्रम यही हाताभित्र गर्छौँ। हामी गर्दैनौँ, हामी कसैको विरोध गर्दैनौँ, प्रश्न पनि गर्दैनौँ। हाम्रो आउँछौँ, हामी यही ठाउँमा हामीलाई मञ्च दिनुहोस् भनेर आग्रह गर्दाको अवस्थामा पनि प्रहरी प्रशासनद्वारा जो नेपालमै हामीलाई प्रदर्शन गर्नलाई या हामीलाई संवैधानिक अधिकारले जानलाई शान्तिपूर्ण तरिकाले आफ्नो कुरा राख्नलाई चाहिँ असमर्थ जनाए। असमर्थता छ। आज हामी गर्न सक्दैनौँ। दोहोरो जवाब नगर्नुहोस्, कार्यक्रम नै स्थगित गरिदिनुहोस् भने जुन प्रहरी प्रशासनबाट पनि यस प्रकारले आए, यो खेदजनक हो। यो दुःख लाग्दो कुरा पनि हो। नेपाल कुन अवस्थाबाट जाने अवस्था छ भनेर चाहिँ देखिरहेछ। तर एउटा कुरा याद राखे हुन्छ, हामी त्यति कमजोर छैनौँ। हामी योभन्दा ठुलो कार्यक्रम गर्छौँ। प्रशासनले स्वीकृति नदिए तापनि हामी अगाडि दिनमा कार्यक्रम गर्छौँ। आफ्नो बलले गर्छौँ हामी कार्यक्रम। अब चाहे त्यसको जुनसुकै परिस्थिति होस्, तर यो दुःख र खेदको व्यक्त छ। हाम्रा लगभग 25वटा बसलाई हामीले बाटोबाटो फर्काउनु पर्यो अहिलेको अवस्थामा। प्रहरीले दिन सक्दिनँ भनेर अवस्थामा जलाइदियो भने तपाईँ आफ्नो जिम्मा लिनुहोस् भन्दाखेरि अब प्रहरीले प्रशासनले जब एउटा शान्तिसा दिन सक्दैन, यत्रो भएको सत्र प्रहरी ल्याएर चाहिँ यो 4 ट्रक चाहिँ ल्याएर चाहिँ प्रहरी राखी जनता लागि भने कसको लागि हो? यो पार्टीको डन्डा र झन्डा उठाउने कार्यकर्तालाई सुरक्षाको लागि हो या आम जनताको लागि सुरक्षाको लागि? यो प्रश्न दैवी रूपले आएको छ। हामी आफ्नो कहिले पनि चरणलाई चाहिँ पछाडि हट्दैनौँ। यसबाट हामीलाई एउटा चाहिँ यी गर्ने विरोध गर्ने पनि हाम्रै दाजुभाइहरू हुन्। उहाँलाई हामी अहिले पनि आग्रह गर्छौँ कि संवैधानिक रूपले कानुनी रूपले हामी अगाडि आउँछौँ। तपाईँ पनि गर्नुहोस्, तपाईँलाई पनि हामीले डिस्टर्ब गरिरहेका छैनौँ। हामीलाई पनि नगर्नुहोस्। तर आगामी अवस्थामा हामी चुप लागेर बस्दैनौँ। हामी योभन्दा सस्तो रूपले चाहिँ कार्यक्रम लिएर आउँछौँ। 10,000 व्यक्तिलाई लिएर आउँछौँ। हामी पूर्व तयारीको साथमा चाहे प्रधानले दियोस् नदियोस् होस् न, यो लिएर हामी चाहिँ अहिले प्रधानमन्त्रीलाई यहाँको प्रशासनको लाचारीको प्रण लेख्दाखेरि सिडिओ कार्यालयमा ज्ञापन दिन गइरहेका जुन आएका छौँ, त्यो ज्ञापन दिन हामी गइरहेका छौँ। र म सबै व्यक्तिहरूसँग देशकै व्यक्तिसँग अपिल यो गर्न चाहन्छौँ कि अहिलेको अवस्थामा मुठभेडको परिस्थिति नगरिदिउँ। जनतालाई आफ्नो अगाडि आउन दिनुहोस्, जनतालाई आफ्नो कुरा भन्नमा रोक्न लगाउनुहोस्। यदि यो विद्रोहको अवस्था यदि तपाईँले सिर्जना गर्नुहुन्छ, रोक्नुहुन्न भनेदेखि एउटा ठुलो ज्वालामुखी बन्छ। यसले हामीलाई होइन राजनीतिक दलहरूलाई खतरा हुन्छ भन्ने म चाहिँ आग्रह गर्न चाहन्छु।